एक यात्रु घना जङ्गलबाट हिँडिरहेको थियो। ऊ निकै थाकेको थियो। धेरै बेर हिँडेपछि उसले एउटा विशाल रुख देखियो। रुखको बाक्लो छायामा शीतल हावा चलिरहेको थियो। ऊ त्यही रुखमुनि बसेर केही समय आराम गर्न थाल्यो। वास्तवमा त्यो साधारण रुख थिएन, त्यो एउटा कल्पवृक्ष थियो। मानिसले मनमा साँचो भावले जे इच्छा गर्छ त्यही पुरा गरिदिने अद्भुत रुख। यात्रु निकै तिर्खाएको थियो। उसले मनमनै सोच्यो, काश अहिले मलाई एक गिलास चिसो पानी मिलिदिए कस्तो राम्रो हुन्थ्यो। उसले सोच्नासाथ उसको अगाडि चिसो पानीले भरिएको एउटा गिलास आइपुग्यो। उसले अचम्म मान्दै पानी पियो। शरीरमा नयाँ ऊर्जा आयो। त्यसपछि उसले सोच्यो, काश यहाँ एउटा राम्रो र आरामदायी ओछ्यान पनि हुन्थ्यो। केही समय आराम गर्न पाएको भए कस्तो राम्रो हुन्थ्यो। उसले त्यो सोच्नासाथ त्यहाँ एउटा सुन्दर ओछ्यान देखा पर्यो। ऊ ओछ्यानमा पल्टियो र केही समय आराम गर्न थाल्यो। तर केही बेरपछि उसको मनमा अर्को विचार आयो। उसले वरिपरि हेर्दै सोच्यो, यो त सुनसान जङ्गल हो, यहाँ म एक्लै छु। कतै अचानक कुनै जङ्गली जनावर आयो भने? त्यो सोचले उसको मनमा डर पैदा भयो। तर फेरि उसले आफैलाई सम्झायो, सायद केही हुँदैन। तर डर एकपटक मनमा पसेपछि उसले अर्को कुरा सोच्न थाल्यो, कतै यहाँ भूत पो छ कि? कल्पवृक्षले उसको मनमा उठेका विचारहरू पुरा गरिरहेको थियो। अचानक उसले आफ्नो अगाडि एउटा डरलाग्दो आकृति देख्यो। यात्रु डरले काँप्न थाल्यो। उसले भाग्न खोज्यो, तर डरले उसको शरीर नै कमजोर बनाइसकेको थियो। त्यो क्षण उसलाई आफ्नो गल्ती महसुस भयो। उसले महसुस गर्यो, बाहिरको जङ्गलभन्दा ठुलो डर त उसको आफ्नै मनभित्र रहेछ। उसले सोचेको सकारात्मक कुरा वास्तविकतामा बदलिएको थियो, तर नकारात्मक सोचले पनि त्यही शक्ति पाएको थियो। त्यसपछि उसले आँखा बन्द गर्यो र गहिरो सास लियो। आफूलाई शान्त पार्दै मनमनै भन्यो, मैले अहिलेसम्म मेरो मनलाई नै जीवन चलाउन दिइरहेको रहेछु। यदि मेरो मनले डर सिर्जना गर्न सक्छ भने यही मनले साहस पनि सिर्जना गर्न सक्छ। उसले आफ्नो डरलाई रोक्यो र सकारात्मक सोच्न थाल्यो। हाम्रो मन पनि त्यही कल्पवृक्ष जस्तै हो। हामी दिनभरि जुन कुराको बारेमा सोचिरहन्छौँ त्यही कुराले हाम्रो व्यवहार, निर्णय र अन्ततः हाम्रो जीवनलाई प्रभावित गर्न थाल्छ। यदि हामी सधैँ म सक्दिनँ, मेरो भाग्य खराब छ, मेरो जीवन कहिले पनि राम्रो हुँदैन भनेर सोचिरह्यौँ भने हाम्रो मनले त्यही डरलाई वास्तविकता जस्तो बनाउन थाल्छ। तर यदि हामीले सोच्यौँ, म प्रयास गर्छु, म असफल भए पनि फेरि उठ्छु, यो कठिन समय पनि बितेर जानेछ, म आफ्नो जीवन बदल्न सक्छु, यति भन्यौँ भने हाम्रो सोचले हाम्रो कर्म बदल्छ। कर्मले हाम्रो बानी बदल्छ र बानीले अन्ततः हाम्रो जीवन बदल्न सक्छ। अर्को कथा पनि निकै गहिरो छ। एक मूर्तिकारले दुईवटा ढुङ्गा पाएर भगवानको मूर्ति बनाउन थाले। पहिलो ढुङ्गाले चोट सहन सकेन र आफूलाई नहिर्काउन आग्रह गर्यो। मूर्तिकारले त्यो ढुङ्गा छोडेर अर्को ढुङ्गा रोजे। दोस्रो ढुङ्गाले हथौडाका चोटहरू सहिरह्यो। केही समयपछि त्यही ढुङ्गा भगवानको सुन्दर मूर्ति बन्यो। मन्दिरमा मूर्ति स्थापना भएपछि पहिलो ढुङ्गा बाहिर राखियो, जहाँ मानिसले त्यसमा नरिवल फुटाउन थाले। पहिलो ढुङ्गाले दुःख मान्यो, तर उसले बुझेन, जुन चोटबाट ऊ भागेको थियो त्यही चोटले अर्को ढुङ्गालाई पूजनीय बनाएको थियो। जीवनमा पनि यस्तै हुन्छ। कठिनाइका चोटबाट भाग्ने मानिसले आफ्नो क्षमता कहिल्यै पनि पहिचान गर्न सक्दैन। तर धैर्यतापूर्वक सङ्घर्ष सहने मानिस एक दिन त्यही सङ्घर्षको कारण बलियो बन्छ। त्यसैले आजको दुःखलाई आफ्नो अन्त्य नसम्झनुहोस्। हुनसक्छ यही दुःखले तपाईँलाई भोलिको ठुलो सफलताको लागि तयार गरेको छ। अन्तिममा एउटा कुरा सधैँ सम्झिराख्नुहोस्, यो समय पनि बितेर जानेछ। सुख आएको छ भने घमण्ड नगर्नुहोस्, किनकि त्यो पनि स्थायी छैन। दुःख आएको छ भने निराश नहुनुहोस्, किनकि त्यो पनि सधैँ रहने छैन। तपाईँको जीवनमा आज जस्तो परिस्थिति छ भोलि त्यस्तै नहुन सक्छ। समय निरन्तर बदलिरहन्छ। राजाहरू गरिब बन्न सक्छन्, साधारण मानिसहरू आफ्नो मेहनतले ठुलो उचाइसम्म पुग्न सक्छन्। त्यसैले धन, पद, सुन्दरता वा सफलताको घमण्ड नगर्नुहोस्। आफ्नो भलो गर्नुहोस्, आमा बुबाको सम्मान गर्नुहोस्, कुनै जीवलाई अनावश्यक दुःख नदिनुहोस्, ईर्ष्या, क्रोध र अहङ्कारलाई नियन्त्रण गर्नुहोस् र सबभन्दा महत्त्वपूर्ण आफ्नो जीवनलाई अरूसँग तुलना गर्न छोड्नुहोस्। भगवान श्रीकृष्णको शिक्षाको सार यही हो, तपाईँले आफ्नो कर्म गर्नुपर्छ। परिणामको अत्याधिक चिन्तामा आफूलाई जलाउनु हुँदैन। परिस्थिति तपाईँको नियन्त्रणमा नहुन सक्छ, तर त्यस परिस्थितिमा तपाईँले कस्तो प्रतिक्रिया दिनुहुन्छ भन्ने कुरा तपाईँको हातमा हुन्छ। तपाईँ कमजोर होइन, तपाईँभित्र ठुलो शक्ति छ, केवल त्यसलाई सही दिशामा प्रयोग गर्नु आवश्यक छ। जब सबैले तपाईँलाई छोडे झैँ लाग्छ तब पनि आफ्नो विश्वास नछोड्नुहोस्। जब बाटो अँध्यारो देखिन्छ तब आफ्नो भित्रको दीपक बाल्नुहोस्, तब आफ्नो भित्रको उज्यालो बाल्नुहोस्। जब संसारले तपाईँको मूल्य नबुझे झैँ लाग्छ तब आफूलाई सम्झाउनुहोस्, तपाईँको मूल्य अरूको प्रशंसाले कहिल्यै पनि निर्धारण गर्दैन। यो जीवन भगवानले दिएको एउटा अवसर हो।
यसलाई डर, घृणा, लोभ, ईर्ष्या र पछुतोमा बर्बाद नगर्नुहोस्। शान्त रहनुहोस्, धैर्य राख्नुहोस्, राम्रो कर्म गर्नुहोस्, आफूलाई सुधार्दै लैजानुहोस्। किनकि अन्तत मानिसले संसारबाट लिएर जाने धन, घर, गाडी वा पद होइन, उसले गरेको कर्म, बाँडेको माया र मानिसको मनमा छोडेको राम्रो सम्झना र छाप मात्र हो। त्यसैले आजैदेखि एउटा सङ्कल्प गरौँ, जति कठिन परिस्थिति आए पनि हार मान्ने छैनौँ, जति ढिलो भए पनि सत्यको बाटो छोड्ने छैनौँ, जति दुःख आए पनि आफ्नो मनमा आशाको दियो निभ्न दिने छैनौँ र हरेक दिन आफ्नो कर्मलाई अझ राम्रो बनाउँदै अगाडि बढ्नेछौँ। भगवान श्रीकृष्णको स्मरण गरौँ, आफ्नो कर्तव्य पुरा गरौँ र जीवनको हरेक परिस्थितिलाई मुस्कुराउँदै स्वीकार गरौँ। भगवान श्रीकृष्ण भन्नुहुन्छ, जीवनको सबभन्दा ठुलो सम्पत्ति धन, पद वा प्रतिष्ठा होइन, बरु शान्त मन र मुस्कुराइरहेको अनुहार हो। किनकि धन हराउन सक्छ, पद खोसिन सक्छ र मानिसको प्रशंसा पनि समयसँगै बदलिन सक्छ। तर जसले आफ्नो मनलाई नियन्त्रण गर्न सिकेको छ, उसलाई कठिन परिस्थितिले पनि सजिलै पराजित गर्न सक्दैन। मानिस प्राय आफ्नो भाग्यलाई दोष दिन्छन्, मेरो भाग्य खराब रहेछ भनेर निराश हुन्छन्। तर उनीहरूले एउटा कुरा बिर्सेका हुन्छन्, भाग्यभन्दा शक्तिशाली उसको कर्म हुन्छ। आज हामीले गरेको कर्मले नै भोलिको परिस्थिति निर्माण गर्ने हो। त्यसैले आफ्नो जीवन बदल्न चाहनुहुन्छ भने भाग्यलाई दोष दिन छोडेर आफ्नो कर्म बदल्न सुरु गर्नुहोस्। तपाईँको जीवनमा हजारौँ कमजोरी किन नहुन्, आफूलाई विश्वास गर्न कहिले नछोड्नुहोस्। आत्मविश्वास त्यही शक्ति हो जसले साधारण मानिसलाई असाधारण बनाउन सक्छ। कहिलेकाहीँ भगवानले तपाईँलाई प्रतीक्षा गराउनुहुन्छ, तपाईँको धैर्यताको परीक्षा लिनुहुन्छ, तर त्यसको अर्थ भगवानले तपाईँलाई बिर्सिनु भएको होइन। सही समय आएपछि उहाँले यस्तो दिनुहुन्छ जसको कल्पना पनि तपाईँले गर्नुभएको छैन। जसरी घोर अन्धकारमा अँध्यारोमा सानो दीपकले पनि बाटो देखाउन सक्छ, त्यसरी नै सत्यले जति नै ढिलो भए पनि अन्ततः आफ्नो प्रकाश पाउँछ। त्यसैले परिस्थितिले जस्तोसुकै मोड लिए पनि सत्यको बाटो नछोड्नुहोस्। श्रीकृष्ण भन्नुहुन्छ, क्रोध मानिसको पतनको सबभन्दा ठुलो ढोका हो। रिसाएको बेला मानिसले आफ्नो बुद्धि गुमाउँछ र केही सेकेन्डको आवेगमा वर्षौँको सम्बन्ध समेत बिगार्न सक्छ। त्यसैले रिस उठ्दा तुरुन्त जवाफ नदिनुहोस्, केही समय मौन बस्नुहोस्, किनकि संयम कमजोरी होइन, वास्तविक शक्ति हो। जीवनमा अरूको भलो गर्ने मानिसले पनि कहिलेकाहीँ दुःख पाउँछ। फल दिने रुखलाई धेरै ढुङ्गा हानिन्छ। त्यसैले तपाईँले राम्रो काम गर्दा सबैले तपाईँलाई राम्रो व्यवहार गर्छन् भन्ने अपेक्षा कहिल्यै पनि नगर्नुहोस्। आफ्नो भलाइलाई व्यापार नबनाउनुहोस्। कसैले धन्यवाद दिएन भने पनि आफ्नो कर्म गरिरहनुहोस्। इमान्दारिताले कमाएको थोरै धनले पनि मनलाई शान्ति दिन्छ, तर छलकपट र बेइमानीबाट कमाएको धेरै धनले पनि मनमा डर र अशान्ति ल्याउँछ। त्यसैले कमाइ सानो होस् तर बाटो सही होस्। कहिलेकाहीँ मौन रहनु नै सबभन्दा ठुलो उत्तर हो। अनि कसैलाई साँचो मनले क्षमा गर्नु पनि ठुलो शक्ति हो। बदला लिन खोज्दा तपाईँले अर्को व्यक्तिलाई होइन, आफैलाई नकारात्मक भावनाको कैदी बनाउनु भएको हुन्छ। त्यसैले अन्यायको हिसाब भगवानको न्यायमा छोड्नुहोस् र आफ्नो मनलाई हलुका बनाउनुहोस्। अधिक मेहनत गर्दा पनि सपना पुरा भएन भने बाटो परिवर्तन गर्नुहोस्, तर आफ्नो सिद्धान्त परिवर्तन नगर्नुहोस्। रुखले हरेक मौसममा पात बदल्छ, तर आफ्नो जरा बदल्दैन। तपाईँ पनि परिस्थिति अनुसार बदलिन सिक्नुहोस्, तर आफ्नो चरित्र र मूल्य कहिल्यै पनि नबेच्नुहोस्। याद राख्नुहोस्, हरेक कर्मको फल हुन्छ। तपाईँले संसारबाट लुकाएर गरेको काम पनि प्रकृतिबाट लुकाउन सक्नुहुन्न। हजारौँ मानिसको भिडमा पनि कर्मले आफ्नो मालिकलाई खोजेर फल दिन्छ। त्यसैले कसैलाई दुःख दिएर भगवानलाई खुसी पार्न सकिँदैन। हरेक जीवमा परमात्माको अंश छ। एउटा सानो प्राणीलाई दिएको पीडा पनि अन्ततः ईश्वरको सृष्टिमाथि दिएको पीडा हो। एउटा सानो प्राणीलाई दिएको पीडा पनि अन्ततः ईश्वरको सृष्टिमाथि दिएको पीडा हो। मृत्यु जीवनको अटल सत्य हो। जसरी मानिसले पुरानो लुगा फेरेर नयाँ लुगा लगाउँछ, त्यसरी नै आत्माले पुरानो शरीर त्यागेर नयाँ यात्रा सुरु गर्छ भन्ने आध्यात्मिक विश्वास छ। त्यसैले मृत्युको डरमा वर्तमान जीवन बर्बाद नगर्नुहोस्। आज तपाईँको हातमा रहेको समयलाई राम्रो कर्ममा प्रयोग गर्नुहोस्। संसारमा यदि कुनै धन मानिससँग सधैँ रहन्छ भने त्यो ज्ञान हो। धन चोरी हुन सक्छ, सम्पत्ति नष्ट हुन सक्छ, तर ज्ञान तपाईँसँगै रहन्छ। त्यसैले आफ्ना सन्तानलाई केवल धनवान बनाउने होइन, शिक्षित, संस्कारी र असल मानिस बनाउने प्रयास गर्नुहोस्। जीवनमा सुख र दुःख मौसम जस्तै आउँछन् र जान्छन्। कहिले घाम लाग्छ, कहिले पानी पर्छ। त्यसैले दुःख आयो भनेर नआत्तिनुहोस्।
सुख आयो भनेर घमण्ड पनि नगर्नुहोस्। युद्धको मैदान होस् वा जीवनको सङ्घर्ष, धर्म, धैर्य र साहसलाई साथमा राख्ने मानिस अन्ततः अगाडि बढ्दछ। यदि श्रीकृष्ण भगवानका विचारले तपाईँको मन छोएका छन् भने हामीलाई माया देखाउन च्यानललाई सब्सक्राइब गर्नुहोला र हामीसँगै जोडिनुहोला। अब यस पछाडि बाँकीको यात्रा सुरु गरौँ। श्रीकृष्णका केही सरल सूत्रहरू जीवनमा अपनाउन सकिन्छ। पहिलो, कसैले सल्लाह नमागेसम्म अनावश्यक रूपमा उसको जीवनमा हस्तक्षेप नगर्नुहोस्। दोस्रो, क्षमा गर्न सिक्नुहोस् र सानातिना कुरालाई मनमा बोकेर नहिँड्नुहोस्। तेस्रो, हरेक कामको बदलामा प्रशंसा खोज्ने बानी छोड्नुहोस्। चौथो, ईर्ष्या र जलनलाई आफ्नो मनमा घर बनाउन नदिनुहोस्। पाँचौँ, हरेक दिन केही समय आत्मचिन्तन र ध्यानका लागि छुट्याउनुहोस्। छैठौँ, परिस्थिति अनुसार आफूलाई परिवर्तन गर्न सिक्नुहोस्। सातौँ, जुन कुरा आफ्नो नियन्त्रणमा छैन त्यसलाई स्वीकार गर्न सिक्नुहोस्। आठौँ, आफूले पुरा गर्न सक्ने भन्दा धेरै जिम्मेवारी कहिल्यै पनि नलिनुहोस्। नौँ, आज गर्नुपर्ने काम भोलिका लागि नछोड्नुहोस्। र दसौँ, आफ्नो मनलाई खाली नराख्नुहोस्, किनकि खाली मनमा नकारात्मक विचारले सजिलै ठाउँ बनाउँछ। भगवान श्रीकृष्ण भन्नुहुन्छ, आफ्नो जीवनलाई अरूसँग तुलना नगर्नुहोस्। सूर्य र चन्द्रमा बीच तुलना गर्न मिल्दैन। दुवैको आफ्नो समय र आफ्नो भूमिका हुन्छ। त्यसरी नै तपाईँको जीवन पनि अरूको जीवनको प्रतिलिपि बन्नको लागि होइन। भगवानले तपाईँलाई जुन क्षमता दिनुभएको छ त्यसलाई पहिचान गरी आफ्नो बाटोमा अघि बढ्नुहोस्। जीवन छोटो छैन। मानिसले प्राय बाँच्न ढिलो सुरु गर्छन्। बाल्यकाल भविष्यको चिन्तामा बित्छ, युवा अवस्था पैसा कमाउने दौडमा बित्छ र जब जीवन बुझ्न थालिन्छ समय फर्केर आउँदैन। त्यसैले आजलाई आजकै रूपमा बाँच्न सिक्नुहोस्। तपाईँमाथि गलत आरोप लाग्यो भने डराउनु पर्दैन। सत्यलाई समय लाग्न सक्छ, तर अन्ततः सत्य नै उजागर हुन्छ। सूर्य र चन्द्रमाले पनि ग्रहण सहनुपर्छ भने तपाईँले जीवनका केही आरोप र कठिनाई सहनु अस्वाभाविक होइन। यो सत्यलाई स्वीकार्नुहोस्। यदि तपाईँले कसैलाई साँचो मनले माया गर्नुभयो र उसले तपाईँको मूल्य बुझेन भने आफ्नो मूल्य घटेको नसम्झनुहोस्। कसैले तपाईँको कदर नगर्नु तपाईँको कमजोरी होइन। र एउटा गहिरो कुरा, जब हामी आफ्नै सासलाई नियन्त्रण गर्न सक्दैनौँ त्यो बेला हामी अरू मानिसमाथि अत्याधिक भरोसा गर्छौँ। त्यसैले विश्वास गर्नुहोस्, तर आफ्नो विवेक कहिल्यै पनि नहराउनुहोस्। भगवान श्रीकृष्ण भन्नुहुन्छ, यदि संसारका दुःखबाट शान्ति चाहन्छौ भने आफ्नो मनलाई परमात्माको स्मरणमा लगाऊ। मन चञ्चल हुनु स्वाभाविक हो। एउटा विचार सकिन नपाउँदै अर्को विचार आउँछ। कहिलेकाहीँ घटना नघट्दै हाम्रो मनले यसको डर पैदा गरिदिन्छ। हामी धेरै समय त्यही कुराको चिन्तामा बिताउँछौँ जुन वास्तवमा कहिल्यै पनि नहुन सक्छ। त्यसैले त मनलाई नियन्त्रण गर्न सिक्नुहोस्। मन तपाईँको सबभन्दा ठुलो शत्रु पनि बन्न सक्छ र सबभन्दा ठुलो मित्र पनि बन्न सक्छ। सही दिशामा मनलाई लगाइयो भने यही मनले तपाईँलाई शान्ति र सफलता दुवै दिन सक्छ। जब मानिस जन्मिन्छ उसँग सास हुन्छ तर नाम हुँदैन। जब ऊ संसारबाट जान्छ उसको नाम रहन्छ तर सास रहँदैन। यी दुई अवस्था बीचको यात्रालाई नै त जीवन भनिन्छ। त्यसैले यो जीवन कसैको अभावमा पनि नबाँच्नुहोस् र कसैको प्रभावमा पनि नबाँच्नुहोस्। आफ्नो सत्य, आफ्नो धर्म र आफ्नो कर्म अनुसार बाँच्नुहोस्। हाम्रा धेरै समस्या बाहिरबाट आएका हुँदैनन्। ती हाम्रो मनले बनाएका कथा, डर र मोहबाट जन्मिएका हुन्छन्। समस्या ठुलो देखिन सक्छ तर समाधानको बाटो पनि हामी भित्रै लुकेको हुन्छ। मन शान्त पारेर सोच्न थालेपछि धेरै प्रश्नको उत्तर आफै भेटिन्छ। जीवनमा कठिनाई आएपछि एउटा सत्य कुरा सम्झिनुहोस्, रात जति लामो भए पनि बिहान आउँछ। आँधीपछि आकाश सफा हुन्छ। त्यसैले त आजको सङ्घर्ष तपाईँलाई तोड्न मात्र आएको हुँदैन, तपाईँभित्र लुकेको साहस जगाउनु पनि आएको हुनसक्छ। कसैको सफलता देखेर ईर्ष्या नगर्नुहोस्। अरूको प्रगति भनेको तपाईँको हार होइन। अरूको खुसीमा खुसी हुन सिक्नुहोस्, किनकि ईर्ष्याले अरूलाई होइन, सबभन्दा पहिले तपाईँको आफ्नै मनलाई जलाउँछ। जिब्रोलाई नियन्त्रणमा राख्नुहोस्। शरीरमा हड्डी नभएको जिब्रोले पनि मानिसको सम्बन्ध बनाउन सक्छ र त्यही जिब्रोले सम्बन्ध जीवनभरको लागि तोड्नु पनि सक्छ। त्यसैले बोल्नु अघि सोच्नुहोस्, तपाईँको शब्दले कसैको घाउमा मलम लगाउँदैछ कि नयाँ घाउ बनाउँदैछ। धनको 3 अवस्था हुन्छ, सदुपयोग, दान वा विनाश। जसले धनलाई न आफू उपयोग गर्छ न अरूको भलाइमा लगाउँछ, अन्ततः त्यो धन कुनै न कुनै रूपमा नष्ट हुन्छ। त्यसैले त आफ्नो सामर्थ्य अनुसार अरूलाई सहयोग गर्नुहोस्। सुन्दर अनुहार समयसँगै बदलिन्छ
तर राम्रो व्यवहार र असल चरित्र मानिसको सम्झनामा लामो समयसम्म रहन्छ। त्यसैले बाहिरी सुन्दरताभन्दा भित्री सुन्दरता निर्माण गर्नुहोस्, यो एकदमै आवश्यक छ। आफ्नो अहङ्कार घटाउँदै जानुहोस्। जब अहङ्कार हट्छ तब मनभित्र भगवानका लागि ठाउँ बन्छ। संस्कारविहीन धनले सन्तानलाई बिगार्न सक्छ, तर राम्रो संस्कार भएको सन्तानले कठिन परिस्थितिमा पनि आफ्नो बाटो आफै बनाउन सक्छ। कुनै पनि जीवनलाई सानो नसम्झनुहोस्। प्रकृतिमा एउटा सानो कमिलादेखि विशाल हात्तीसम्म सबैको आफ्नै भूमिका छ। त्यसैले हरेक जीवनप्रति दया र सम्मान राख्नुहोस्। अतीतमा धेरै नअड्किनु र भविष्यको अत्याधिक चिन्तामा वर्तमानलाई नजलाउनुहोस्। बितेको समय फर्किँदैन, आउने समय अझै आएकै छैन। तपाईँको वास्तविक शक्ति आजको समयमा छ। रिस उठ्दा मौन बस्नुहोस्, किनकि रिसको समयमा बोलेका शब्दले वर्षौंको सम्बन्धलाई केही सेकेन्डमै समाप्त गरिदिन्छन्। यदि जीवनमा सही बाटो देखाउने असल मानिस भेट्नुभयो भने उसको कुरा मनमा राख्नुहोस्। कहिलेकाहीँ एउटा सही सल्लाहले जीवनको दिशा नै बदलिन्छ। यो संसार ऐना जस्तै हो। तपाईँ अरूसँग जस्तो व्यवहार गर्नुहुन्छ, कुनै न कुनै रूपमा त्यही व्यवहार तपाईँतिर फर्किन्छ। सम्मान चाहनुहुन्छ भने सम्मान दिनुहोस्, माया चाहनुहुन्छ भने माया बाँड्नुहोस्। अरूको चमकदार जीवनीसँग आफ्नो जीवनको तुलना नगर्नुहोस्। तपाईँलाई उसको बाहिरी सफलता देखिन्छ, उसको भित्री सङ्घर्ष देखिँदैन। आफ्नो भागमा आएको खुसीलाई स्वीकार गर्न सिक्नुहोस्। कसैको आँसु पुस्दा प्राप्त हुने सन्तुष्टि धेरै महँगो वस्तु किन्दा पनि प्राप्त हुँदैन। त्यसैले सकेसम्म कसैको दुःख कम गर्नुहोस्। यही मानवताको वास्तविक अर्थ हो। अब एउटा महत्त्वपूर्ण कुरा, मोह र प्रेम बीचको फरक बुझ्नुहोस्। प्रेमले स्वतन्त्रता दिन्छ, मोहले नियन्त्रण खोज्छ। कुनै मानिस वा वस्तुसँग यति धेरै नजोडिनुहोस् कि त्यसको व्यवहारले तपाईँको मनको शक्ति नियन्त्रण गर्न थालोस्। प्रेम गर्नुहोस्, तर आफ्नो अस्तित्व नगुमाउनुहोस्। जीवन एउटा ठुलो रङ्गमञ्च जस्तै हो। हरेक मानिसले आफ्नो भूमिका निभाइरहेको हुन्छ। कसैको भूमिका राम्रो देखिन्छ, कसैको खराब, तर पर्दा पछाडि सबैलाई चलाउने शक्ति एउटै छ। त्यसैले आफ्नो भूमिका इमान्दारितापूर्वक निर्वाह गर्नुहोस्। कठिन समय आयो भने आफूलाई कमजोर नसम्झनुहोस्। जीवनको विद्यालयमा हरेक कठिनाइले एउटा पाठ सिकाउँछ। प्रश्न यति मात्र हो, तपाईँले त्यो पाठ बुझ्नुभयो कि केवल गुनासो मात्रै गर्नुहुन्छ? क्षमाशील बहादुर मानिसको चिनारी हो। कसैको गल्तीलाई क्षमा गर्दा तपाईँ उसको पक्षमा उभिएको होइन, आफ्नो मनलाई घृणाको बन्धनबाट मुक्त गरिरहेको हुनुहुन्छ। असफलतालाई अन्तिम फैसला नसम्झनुहोस्। असफलता भनेको अझ राम्रो तयारी गरेर फेरि प्रयास गर्ने सङ्केत पनि हुनसक्छ। उठ्नुहोस्, आफ्नो गल्तीबाट सिक्नुहोस् र फेरि अघि बढ्नुहोस्। लहरसँग डराएर कहिले पनि डुङ्गा किनारमा पुग्दैन। आफ्नो सङ्गतमा ध्यान दिनुहोस्। सफा पानीमा मिसिएको रङले पानीको पनि रङ बदलिदिन्छ। त्यसरी नै खराब सङ्गतले राम्रो सोचलाई पनि बिस्तारै खराब बनाउँदै जान्छ। त्यसैले त्यस्ता मानिससँग समय बिताउनुहोस्, त्यस्ता मानिससँग रहनुहोस् जसले तपाईँलाई राम्रो बन्न प्रेरणा दिन्छन्। साँचो ज्ञान किताब रट्नु मात्र होइन, ज्ञान त तब सुरु हुन्छ जब तपाईँले जीवनका अनुभूतिबाट सिकेर आफ्नो व्यवहार परिवर्तन गर्नुहुन्छ। दयालु र इमान्दार मानिस कहिलेकाहीँ धेरै पढेको मानिसभन्दा पनि महान हुन सक्छ। जब ठुलो निर्णय लिनुपर्छ, पहिले मन शान्त गर्नुहोस्। अशान्त मनले सही निर्णय लिन कठिन हुन्छ। शान्त मनले मात्र परिस्थिति स्पष्ट देख्छ। यदि तपाईँ यो संसारमा आउनुभएको छ भने केही राम्रो काम गरेर जानुहोस्। यस्तो जीवन नबाच्नुहोस् कि तपाईँको उपस्थितिले कसैलाई फरक नपरोस्। धन कति कमाउनुभयो भन्ने भन्दा तपाईँले कति मानिसको जीवनमा सकारात्मक प्रभाव पार्नुभयो भन्ने कुरा महत्त्वपूर्ण हुन्छ जीवनको अन्तिम बिन्दुमा। र अन्तत सबभन्दा ठुलो कुरा, आफ्ना आमाबुबाको सेवा गर्नुहोस्। उनीहरूको अनुहारमा आएको मुस्कानलाई आफ्नो सफलताको एउटा ठुलो प्रमाण मान्नुहोस्। उनीहरूले आफ्नो जीवनको धेरै हिस्सा तपाईँको भविष्य बनाउन खर्च गरेका छन्। त्यसैले उनीहरूलाई समय दिनुहोस्, सम्मान दिनुहोस् र बुढेसकालमा उनीहरूको सहारा बन्नुहोस्।